यो पुल माननीय भूपेन्द्र राईज्यूले जब लाउने जमर्को गर्नुभयो फेरि उहाँले सोच्नु भएको छैन। मात्रै 3-4 महिनाको समयमा उहाँले चाहिँ पुल शिलान्यासको काम गर्नुहुँदैछ। त्यसो भएकोले उहाँ एउटा पार्टीको नेता, एउटा मन्त्री मात्रै हुनुभएको छैन। उहाँ खोटाङको सबै जनताको नेतृत्व हुनुभएको छ। उहाँ सबै जनताको विकास प्रेमी। यो खोटाङको माटोमा, यो यामखाको माटोमा जन्मिनु भएको भूपेन्द्र राईले सबै राजनीतिक कर्मीहरूलाई आँखा देखाउनु भएको छ। उहाँलाई विशेष धन्यवाद। यो खोटाङका युवाहरूको, खोटाङका आमा बुवाहरूको जुन आशा भरोसा तपाईँले बोकेर हिँड्नु भएको छ, यस्तो कामहरू धेरै गर्नुहुन्छ भन्ने ठुलो आशा भरोसा छ। धेरै हामीले सांसदहरू बनाएर पठायौँ, सङ्घीय बनायौँ, प्रदेश बनायौँ। उहाँहरू गएर लेख्ने र बोल्ने क्रममा धेरै गर्नुभयो, त्यसमा हामीले स्वीकार्यौँ। भोट कति गलत हान्यो होला, नेतृत्व गलत पठाइयो होला, तर उहाँहरू नेता मात्रै पठाएको छौँ, नेतृत्व हुन सक्नु भएन छ। तर तपाईँले आँखा देखाउनु भयो। हामीहरू पनि त्यो बाटोमा लागेर कामहरू गर्ने प्रतिबद्धता पनि गर्दछौँ। जुन यो बाटोले हाम्रो पटक पटक भन्दाखेरि पनि नजोडिएको बाटो, यति होला त यो पुल लाउनु पर्ने आवश्यकै होइन भन्ने सबैको कुरा थियो। अब यो दिखुवा खोला चाहिँ ठाडो छ, समस्या छ भन्दा कसैले सुन्नु भएन। योभन्दा इम्पोर्टेन्ट अन्त भन्नुभयो। तर हाम्रो सदरमुकाम आउनुलाई तराईबाट धेरै समस्या थियो। यहाँ अब केही समयदेखि बाइकसम्म चल्ने स्थिति थिएन। यो पूर्वजहरूले विगतमा पोहोर सहयोग गर्नुभयो, केही समय हामीले चलाउन सफल भयौँ। त्यही कारणले गर्दाखेरि त्यो बिजोग देखेर मन्त्रीज्यूले यो पुल यहाँ साँच्चै आवश्यक छ, म जसरी लगाइदिन्छु भन्नुभयो। तुरन्त फोन गर्नुभयो, इन्जिनियरहरू पठाउनु भयो, हामी आयौँ, सर्वे गरेर जानुभएको थियो। ल तपाईँहरू चाहिँ नि अब शिलान्यासको लागि ठिक गर्नु भनेर फेरि खबर गर्नुहुन्छ।